यो मेकअप लुकमा म कस्तो देखिएको छु? हेर्नु त सबैजनाले राम्रो देखिएको छ नि है। मेरो यो मेकअप लुक देखेर तपाईँलाई पनि मेकअप गरौँ गरौँ जस्तो लाग्यो? गरौँ गरौँ जस्तो लागेछ भने मेरो भिडियो फुल वाच गर्नु है त। यो मेकअप लुक क्रिएट गर्नको लागि धेरै आइटमहरू चाहिँ चाहिँदैन है साथीहरू। तपाईँसँग जे छ त्यसैले चाहिँ यो मेकअप लुक क्रिएट गर्न सक्नुहुन्छ। सबैभन्दा सुरुमा त मोइस्चराइजर लगाउने, त्यसपछि सनब्लक क्रिम लगाउने अनि त्यसपछि चाहिँ सिसी क्रिम लगाउने। आँखाको वरिपरि डार्क सर्कल छ भने कन्सिलरको सहायताले चाहिँ त्यसलाई छोप्ने अनि आइब्रोलाई आइब्रोको सेपमा चाहिँ ढाल्ने राम्रोसँग। त्यसपछि मसँग यो सानो प्यालेट थियो। यो प्यालेटको मैले एकदमै लाइट कलर युज गरेँ सुरुमा। बिस्तारै बिस्तारै लाइट अनि त्यसपछि थोरै डार्क कलर लिएर चाहिँ मजाले ब्लेन्ड गर्ने। मजाले ब्लेन्ड गरिसकेपछि अनि मेरो यो मिनी प्यालेटमा चाहिँ लाइट ग्लिटर थियो। मैले पहिला लाइट ग्लिटर युज गरेँ है। अगाडि लाइट ग्लिटर मैले ग्रिनमा युज गरेँ भनेपछि मोटो ग्लिटर चाहिँ मैले येल्लोमा युज गरेँ, किन भनेपछि म आज बर्थडे पार्टीमा येल्लो कलरको सुट लाउँदैछु। अब म मजाले यो ग्लिटरहरूलाई ब्लेन्ड गरेर त्यसपछि मैले चाहिँ हल्का आइलाइनर कोरेँ आफ्नो आँखामा। मेरो परेला बाक्लो नै छ, त्यही भएर मैले हल्का हल्का मस्काराको युज गरेँ। त्यसपछि मैले मेरो आँखामा गाजलको युज गरेँ। गाजलले चाहिँ एकदम राम्रो लुक देखाउँछ साथीहरू, साँच्चै भनेको। सबै कुरा त ठिकै हो, तर गालालाई पिङ्क पिङ्क कसरी गराउने अब मलाई लाग्यो। गालालाई पिङ्क गराउनुतर्फ तपाईँले त बुझिसक्नुभयो मैले के युज गरेँ। अनि ओठमा चाहिँ मलाई मनपर्ने डार्क लिपस्टिक लगाएँ अनि त्यसपछि जताकतै फेसमा चाहिँ हाइलाइटरको प्रयोग गरेँ। अन्तिममा मैले लगाएँ सिन्दुर। सिन्दुर लगाइसकेपछि मेरो मेकअप सकियो।